हेलो साथीहरू, आज हामी चटपटी बनाउँदै गफ गरौँ है त। यसरी घरमै बनाएर चटपटी खाँदा मलाई सधैँ एउटा कुरा याद आउँछ के साथीहरू। पहिला पहिला स्कुल पढ्दा आजभन्दा 6-7 वर्ष अगाडि यो चटपटी पनि 20 रुपियाँको बनिन्थ्यो है। 20 रुपियाँमा पनि सबै चाउचाउ गेडागुडी सब लगाएर बनाएको हुन्थ्यो। एकदम मिठो बनिन्थ्यो अनि धेरै पनि आउँथ्यो है। अहिले 50 रुपियाँको आउने जति। अनि समय हेर्नुहोस् न साथीहरू, कति छिटो परिवर्तन भएको। पैसाको भ्यालु भन्ने कुरा केही छँदै छैन हैन। कति धेरै बढेको पैसाको भ्यालु। 50 रुपियाँ बिना चटपटी बनिँदैन अहिले त। त्यही पनि सानो बेला खाएको जस्तो चटपटीको स्वाद त्यस्तो मिठो आउँदैन है। खै किन हो, मलाई चाहिँ त्यस्तो लाग्छ साथीहरू। अनि साथीहरू, हजुरहरू कसले चाहिँ स्कुलमा साथीहरूको ग्रुपमा मिलेर घरबाट सामान ल्याएर स्कुलमा यसरी चटपटी बनाएर खानुभयो, कमेन्ट गर्नुहोस् है। हाम्रो चाहिँ स्कुल पढ्दा 5 जनाको ग्रुप थियो अनि हामी चाहिँ यसरी घरबाट आफै सामान ल्याएर स्कुलमा बनाएर खान्थ्यौँ। एकदम रमाइलो हुन्थ्यो। त्यो समय अब फर्केर आउँदैन होला सायद, सम्झनामा मात्रै छ। लामो समयपछि मैले यसरी घरमै बनाएर चटपटी खाएँ साथीहरू। अनि अघि धुलो मसलाहरू के हाल्नुभएको भन्ने लागिरहेको थियो होला हजुरहरूलाई। त्यसमा मैले जिरा धनियाँको धुलो अनि तिलको धुलो थोरै, त्यसपछि चटपट मसला बनाएको थिएँ मैले युट्युब हेरेर। अनि त्यही धुलोहरू मिक्स गरेको हो। एकदम मिठो भएको थियो है आज पनि। अरूभन्दा पनि हामी छोरी मान्छेहरूलाई यो चटपट एकदमै मनपर्ने किन होला साथीहरू, कमेन्ट गर्नुहोस् त। आजलाई यति, बाई।